एकपटक गम्भीर भएर हामी सबैले सोचौं। 52 सालदेखि आजसम्म देश र जनताले भोगेको पीडा, हिंसा, विनाश, विस्थापन र शास्तिहरूलाई फर्केर हेरौं, सूची बनाएर साध्य नै छैन। 82 सालको भदौमा देशको प्राचीन धरोहरहरू जलाइयो। 83 सालको भदौमा देशको ठूलो भूभाग बाढी पहिरोले बगायो। यो केवल संयोग हो कि हामीले समयका चेतावनीहरू बुझ्नै छोडेका हौं। देवभूमि, तपभूमि, ऋषिमुनिहरूको ज्ञान भूमि भनेर चिनिने नेपालमा किन बारम्बार यस्ता पीडा र विपत्तिका दृश्यहरू दोहोरिरहेका छन्? राजाले समयको ख्याल राखौं, देश र राष्ट्रिय एकताको विषयमा गम्भीर बनाऊ भन्दा त्यसमा पनि व्यवस्था गरियो। आज प्रश्न राजाको मात्र होइन, सिङ्गो राष्ट्रको भविष्यको हो। सत्ता परिवर्तन हुँदैमा देश भन्दैन, देश त सत्य, सुशासन, राष्ट्रिय एकता, संस्कृति, प्रकृति र राष्ट्रिय हितको सम्मानले बन्ने हो। अब पनि चेतेनौं भने इतिहासले हामीलाई माफ गर्ने छैन। यो समय आरोप प्रत्यारोप गर्ने होइन, आत्ममन्थन गर्ने समय हो। नेपाललाई बनाउने नै हो भने अब देशभन्दा माथि कुनै स्वार्थ नराखी निस्वार्थ भावनाले अगाडि चल्ने राजनीतिक दल, जनता सबै लाग्नुभयो भने पक्कै पनि देश बनाउन सकिन्छ भन्ने मेरो आग्रह रहेको छ। जय देश, जय नरेश।